आइसकेनन् अगाडि हेर्नु न आफै हिँड्न गाह्रो भयो यहाँ त पुरै अनि बजार पो लाग्दो रहेछ त पूजा गर्नुभयो हुन्छ नमस्ते पो गरेको होला भनेको त नमस्ते गर्नु उता पछाडि मन्दिरतिर हेर्नु अनि नमस्ते गर्नु भयो कहाँ छ एकपल्ट उचाल्नुपर्ने हो दर्शन चाहिँ लगभग हामीले सकिसक्यो होइन श्रीमानजी अब चाहिँ दर्शन सकेर चाहिँ अब हामी बाहिर निस्किँदैछौँ यहाँ चाहिँ धर्मशाला रहेछ धर्मशाला भनेको चाहिँ यस्तो बुढाबुढी मान्छे राखेको होइन घरहरू नभएकोहरूलाई
यहाँ पछाडि चाहिँ धर्मशाला छ। यो के हो देखाउनु नि। यो त परेवाको बास हुने ठाउँ होला। ए उयो बरा क्षेत्र धाम छ नि, यहाँ चाहिँ नखिची कता जानु। यहाँ चाहिँ बरा क्षेत्र धाम छ। एकदमै राम्रो वातावरण भएको ठाउँ छ मन्दिरमा। पहिलो तीर्थ अरे त यो धरतीको पहिलो तीर्थ अरे होइन। हामी दर्शन गरेर निस्किसक्यौँ साथीहरू। यहाँ गेट छ पुरै। अफिस पुडी खाउँ एक प्लेट पुडीले मजाले पुगिहाल्छ 100 रुपियाँले। फर्किने 4 पिस पुडी जेरी सबै छ नि, सबै बोटको जति छ। यहाँ कम भिड हुन्छ त नि। हेर त्यता जाँदाखेरि बोराबाद पनि देखाइराख्ने इच्छा भयो। अनि देखाइदिएको साथीहरू हेर्नु न, यहाँ सुनसान छ बिचरा। आज कस्तै हेर्नु न, बोट सोट केही देखिँदैन पुरै नि। यो केही पनि खाली रहँदैन यहाँ। ऊ त्यता डान्स गरिरहेको हुन्छ, ऊ त्यता के। यहाँ त टेक्ने ठाउँ हुँदैन भुइँमा। यहाँ गाइजहरू आज उता गइएको थियो कि 12 क्षेत्र। अनि बोराबाद पनि आज श्रीमतीलाई देखाइदिइराखौँ भनेको थियो। सुनसान पो रहेछ है। हेर्नु न बोराबादको त देखाएर। ए बोराबादको हालत आज यस्तो छ साथीहरू। ऊ बोरा त्यो कहाँ, यहाँ त खाना खाने ठाउँ भेटिन्थ्यो उहाँ। त्यस्तो ब्याग थियो है। मेरो पनि देखाउँदैन। घाम यो साइडबाट आएकाले होला अँध्यारो भयो। सुनसान नै त होला नि होइन। अस्ति त कस्तो थियो। ल यही होला कुदेको। नाउ हिँड्दा चाहिँ पानी यता आउँदो रहेछ।
उभिनु त निस्किनु त यो चाहिँ बोराबाद प्रायः यहाँ चाहिँ बनाएको सबै हातले नै बनाएको रहेछ क्या सबै कन्स्ट्रक्सनहरू चाहिँ राम्रै छ पक्की चाहिँ रहेन रहेछ निकालेर उता ल्याउँदै गर्नु गाडी उता ल्याउनु के छ र उता बोराबादको पनि भाइ भयो साथीहरू त हजुर बोराबाद हजुर हजुर बोराबाद अहिले अलिक एकछिनमा 2-3 बजेदेखि हुन्छ मान्छे यहाँ अलिक अब शीतल भएपछि हुन्छ होला क्या अलिक घाम छ नि त अब चाहिँ हिँड्ने हामीबाट पनि रमाइलो हुन्छ सबै पक्की भन्दा पनि कच्ची रहेछ सबै बनाएको यहाँ त पार्किङको पैसा पनि लिन्छ नि त फेरि 20 रुपियाँ लिन्थ्यो पहिला प्याक हुँदा फेरि प्याक हुँदा चाहिँ पार्किङको पैसा धरि तिरेर हाम्रो पार्किङको पैसा धरि लाग्थ्यो र पहिला चाहिँ यसपालि चाहिँ हामी अलिक छिटो बिहानै छिटो आइएर हो कि डिपोटमा जान्छन् डिपोटको चौरीमा जान्छन् क्या ऊ अनि त्यही त सँगै जान्छन् सँगै आउँछन् त्यही भयो चलाउनु सिरानी पनि जान्थ्यो त पहिला चलाउनु डन्नै छ त